सबैलाई दर्शन नमस्ते। हामी आज फाइनली दाजुभाइ यहाँ भेट भएको छौँ र धेरै पछिको अन्तरालमा हामी एउटा भिडियो बनाउन त भनेर आइयो। तर भिडियो बनाउनलाई मोड त्यति आएन। किन भन्नुहुन्छ भनेदेखि हालसालै घटेको एउटा घटना नेपालमा जो कुवेतबाट 60 वर्ष समथिङ बसेर चाहिँ नेपाल फर्किनु भएको एकजना छोरी मान्छे भनौँ या तिनलाई मान्छे भनौँ कि जनावर भनौँ, जनावरमा पनि अलिकति अक्कल हुन्छ, दिमाग हुन्छ भन्छन्, तर तिनीमा रहेछ भाइ। जो एकजना रानी लिम्बू भन्ने छोरी मान्छेको बारेमा है, तिनले के सोचिन् होला? ती तीनजना छोराछोरी, त्यो पनि 16, 18, 14 वर्षका छोराछोरी। अनि त्यस्ता छोराछोरीले र श्रीमानले दसैँको मुखमा प्रतीक्षा गरेर बसेका थिए कि श्रीमती आउँछ, आमा आउनुहुन्छ अनि राम्रोसँग दसैँ मनाउने, आफन्तहरूसँग भेटघाट गर्ने अनि हामी चाहिँ आशीर्वाद लिने। धेरै पछिको अन्तरालमा हाम्रो भेटघाट हुँदैछ भनेर श्रीमान कतिखेर फोन आउँछ र कुन ठाउँमा रिसिभ गर्न जाउँ भनेर पर्खेर बसिरहेका। र त्यही बेलामा फोन पनि आएछ कि म आइपुगेँ, एयरपोर्ट झरेँ, गाडीको टिकट पनि लिइसकेँ 4500 रुपियाँ, म आउँदैछु। तर जब राति भयो नि, अचानक त्यस्तो खालको खबर आएछ कि श्रीमतीलाई न त माया मार्न सक्ने उहाँ दाइले, न त उहाँले अँगाल्न नि सक्ने अवस्था त्यस्तो सिर्जना भएको छ। के त भन्दाखेरि उनीहरूको चाहिँ 7 वर्ष अगाडिदेखि लप परेको अरे क्या। अनि अर्को केटासँग अनि त्यही केटाले चाहिँ फोन गरेर के भनेछ थाहा छ? दाइ तपाईँको लगेज लिन कतिखेर आउनुहुन्छ भनेर फोन गरेछ क्या, अननोन नम्बरबाट। अनि होइन लगेज किन, मेरो श्रीमती साथमै आउँदैछ त भनेर सोध्नु भएछ उहाँले। उहाँले सोद्धा चाहिँ छाँगाबाट खसे जस्तो हुनुभएछ क्या, जुन एन्सर सुन्नुभयो। के भन्नुहुन्छ भन्दाखेरि मतलब एउटा कुरा ल, लगेज दिन कहिले आउनुहुन्छ भने चाहिँ बुढी चाहिँ उसँग त्यही केटासँग रहेछ। अनि उसले चाहिँ लगेज दिएर पठाइन्छ, लगेज चाहिँ पठाइदिने। बुढी चाहिँ सोच, मानसिक सोच, त्यो दिदी हो, बहिनी हो, या छोरी मान्छे हो, या जनावर हो। म त जनावर भन्छु, अलिकति मानवता नभएको त्यस्तोलाई जनावर भन्छु। हजुरहरू के भन्नुहुन्छ? हामी चाहिँ त्यो छोरी मान्छेलाई मान्छे भन्न सक्दैनौँ, एउटा मानवको चाहिँ स्वरूप मात्रै रहेछ होइन। अनि तिनले चाहिँ त्यही लगेजको सामानको मात्रै प्रतीक्षामा थिए त छोराछोरी र श्रीमान दसैँको मुखमा। अनि अहिले के भन्छन् थाहा छ? मलाई बिहे गर्न मन लाग्यो, मैले गरेँ, अनि मेरो माया बस्यो, अनि मैले गरेँ। कसरी माया बस्छ? किन माया बस्छ? कि त श्रीमान अर्कोसँग लागेको हुनु पर्यो, कि त श्रीमानले टचर दिएको हुनु पर्यो, कि त श्रीमानले तेरो कमाइ यति नै चाहियो, यसरी नै चाहियो भन्नु पर्यो। सोसल मिडियामा भाइरल भएको त्यो समाचार सुन्दा र उहाँको वेदना सुन्दा नि हामी विदेशीहरूलाई पनि कता कता चाहिँ दुख्दो रहेछ। त्यसैले सोच्ने गर्नुहोस् कि मानवता बचाएर राख्नुहोस्, मरेर लानु केही छैन। जिन्दगी आज कि भोलि हो, कसैलाई थाहा छैन। तर स्वार्थपन र धोका दिएन भन्नुहोस्, तपाईँ आफैले आफैलाई धोका दिइराख्नु भएको छ। छोरो मान्छे होस् या छोरी मान्छे, गलत कदम कहिले नचाल्नु होला। हुनसक्छ उतार चढावहरू कहिलेकाहीँ भन्ने कुरा, एक अगेनाको आगो नठोसिकन बल्दैन भनिन्छ, कहिलेकाहीँ झै झगडा हुन्छ। तर त्यो बाजेको होइन, मन माझेको, एक अर्काले चिन्ने मौका पाएको, कति माया गर्दो रहेछ, कति ख्याल गर्दो रहेछ भन्ने कुराहरू चाहिँ त्यहाँ बुझिन्थ्यो। तर उहाँहरूको त झै झगडा पनि त्यस्तो भएको रहेन रहेछ। र पनि यस्तो भएको समाचार सुन्नमा आयो, देख्नमा आयो, र उहाँको त्यो दिदीको भोइस पनि सुन्यो। त्यसैले प्लिज 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 नेपाली दाजुभाइ दिदीबहिनी जो जहाँ हुनुहुन्छ, आफूले आफूलाई सम्हाल्नुहोस् र कसैलाई पनि आफ्नो आफन्तलाई एकचोटि माया प्रेम गरेपछि साथ दिन सक्नुहोस्। यदि सक्नुहुन्न भने माया प्रेमको नाटक नगर्नुहोस्। मन एकदमै हुन्छ र नजिउनु न मर्नु हुन्छ। हेर्नुहोस् त्यो छोराछोरीहरूको हाल के भएको हो? आमा आउँदै हुनुहुन्छ दसैँको मुखमा, हाम्रो पनि आमा बाबासँग हातेमालो गरेर आफन्तसँग भेट गर्न जान्छौँ भनेर कति सपना सजाएका थिए। सपना जति तपाईँले ठुलो आगोको भुङ्गोमा पोलिदिनु भयो क्या, पोलिदिनु भयो। तर छटपटी रह्यो, गर्न पनि सकेन क्या।
त्यस्तो त्यस्तो ठाउँमा लगेर तपाईँले छोड्नुभयो जहाँबाट न त फर्किने न त पारी जाने नि कुनै ठाउँ छ। हेर्नुहोस् हामी लिम्बुदिदी तपाईँलाई छोराछोरीको र श्रीमानको मायाले र विश्वासले गर्दा त्यो घात गर्नाले तपाईँले एकदमै अनिष्ट भोग्नुपर्ने हुन्छ। यो कुरा लेखेर राख्नुहोस्। आजको मितिले यो भिडियो हेर्दै हुनुहुन्छ है र सबैलाई चाहिँ यो नगरिदिनु हुन आग्रह गर्दछु। या त श्रीमान विदेश या त श्रीमती विदेश, जो जहाँ हुनुहुन्छ आफ्नो आफ्नो कर्तव्य निर्वाह गर्नुहोस् भन्दै यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु नभुल्नु। धन्यवाद। धन्यवाद।